उम्रिँदैका 3 पाते हेरेर रिसाउन जान्ने भएको मामुले जे पकाए त्यही खुरु खुरु खानु पर्दैन कति न रिसाउँदो रहेछ भने यी उम्रिँदैका 3 पातेले पनि वाक्कै लाउँदो रहेछन् हौ हैन के भयो किन करायो के हुनु हजुरको छोरालामा सब्जी मिठो भएन अरे अब मैले मिठो कहिले पकाएर सक्नु जहिले जहिले बाबु मामुले जे पकाएको छ त्यही खानु पर्छ सानो त्यसरी मिठो सम्झाउनु मिठो नमिठो भन्नु हुँदैन त ज्ञानी बन्नुपर्छ जे पकाएर दियो त्यही खानु पर्छ यो खान्छु त्यो खानु भन्नु हुँदैन है सब्जी चाहिँ के को पकाएको आज इस्कुस पकाएको लु भाइ हिँड यार कहिलेकाहीँ त हामीले पनि बाहिर खानुपर्छ यो जिब्रोले पनि त बाहिरको टेस्ट थाहा पाउनु पर्यो नि अरू सब्जी हुन्छ भन्ने कुरो थाहा पाउनु पर्दैन हामीहरूले बिहान इस्कुस बेलुका इस्कुस ठिकै भनेछ छोरोले अत्याचार त नगर्नु यार अर्थक सब्जी पनि यो दुनियाँमा पाइन्छ भन्ने कुरो त हुनु पर्यो नि तँलाई पनि ज्ञान जस्तो बाउ त्यस्तै छोरा बाउले अलि राम्रो सिकाएको छोरोले पनि राम्रो सिक्छ अनि कस्तो थपक्कै आएको हो बाउकै बेहोरा सरक्क परेर भाइ हामी आज बाहिर कतै खाना खाउँला कहिलेकाहीँ यो जिब्रोले पनि स्वाद फेर्नुपर्छ तेरो मामले पकाएको खाना खाएर त जहिले त्यस्तो ठिक यस्तो नखाएर पनि राम्रै गरिस् कहिलेकाहीँ त बाहिरको पनि टेस्ट थाहा पाउनुपर्छ हामीहरूले